म आज तपाईहरुलाई नेचुरल गाउँको अमलाको चाहिँ अचार बनाउनलाई तपाईहरुलाई चाहिँ सिकाउने छु। किनभनेदेखि यो भने नेचुरल गाउँको अमला हो। यो अमला चाहिँ तपाईहरुले पहिला सुरुमा चाहिँ बोइल गर्नुपर्छ हैन। बोइल गरिसकेपछि यसलाई पिस गरेर काटेर यसको भित्रको चाहिँ गेडा चाहिँ निकाल्नु भयो भने झन् खानालाई स्वादिष्ट हुन्छ। अब यसको लागि चाहिँ मैले अब बनाउन गइरहेको छु। यसको लागि मसला तयार पार्न गइरहेको छु। यो चाहिँ तपाईको बोइल गरेर मैले यसको गेडा निकालेर यो रेडी भयो, यस्तो भयो हैन। अब यसलाई मैले यहाँ राखेँ। अब त्यस पछाडि म मसला बनाउन जाँदै छु। साथीहरु, अब यसको लागि चाहिँ मैले पहिला सुरुमा अब मेरो चाहिँ धेरै हुनाको कारणले मैले सुप हालेँ हैन। सुप चाहिँ तपाईको यो खाने सुप थाहा भइहाल्यो होला। सुप तपाईको मेरो चाहिँ अलि धेरै छ। यो अलि धेरै हुनाले मैले त्यही अनुसारले हालेको छु सुप हैन। त्यस पछाडि यसलाई तोरी हाल्नु पर्यो हैन। यो तोरी पनि तपाईको अब कति बनाउनु भएको छ त्यही अनुसारले हाल्न सक्नुहुनेछ हैन। मेरो चाहिँ अलि धेरै हुनाले मैले चाहिँ यसलाई अलि धेरै नै हालेको छु। यो सुप यो तोरी हो, यसलाई पनि मैले हालेँ हैन। त्यस पछाडि गएर यो चाहिँ तोरी मैले यति लिएँ किनभनेदेखि मेरो अमला अलि धेरै हुनाले यो सुप भइहाल्यो, यो तोरी भइहाल्यो। यसले अमलाको अचारलाई झन् फ्लेभर दिन्छ। तोरी भन्ने चिज अचारलाई एकदम फ्लेभर दिने हो। त्यस पछाडि म हाल्दैछु अर्को फेरि त्यस पछाडि मैले अहिले यो ज्वानो हो। यो ज्वानो चाहिँ झन् यसले अझै स्वाद बनाउँछ। ज्वानो पनि हालेँ हैन। ज्वानो पनि तपाईको स्वाद अनुसार हाल्नुस्। अब अचार मेरो अलि धेरै हुनाले मैले अलि धेरै क्वान्टिटी बनाएको छु। यो चाहिँ ज्वानो हो हैन। त्यस्तै गएर तपाईले यो जिरा हो। जिरा पनि किनभने मेरो अमला अलि बेसी हुनाले जिरा पनि हालेको छु हैन। ल यो जिरा हो। त्यस पछाडि मैले गएर अब म हाल्छु धनिया। यो धनिया हो। यो धनिया पनि तपाईले आफ्नो हिसाब अनुसार हाल्नुहुन्छ। किनभनेदेखि मैले अघि नै पनि भनिसकेँ अचार अलि बढी हुनाले मैले त्यही अनुसारको बनाउनु पर्ने हुन्छ। यो धनिया हो। यस पछाडि गएर मैले फेरि टिमुर, यो चाहिँ स्वास्थ्यको लागि एकदम राम्रो चिज पनि हो अनि अचारलाई चाहिँ झन् यसले बेस्ट बनाउनेछ कि यो टिमुरले। यो टिमुर पनि हाल्नु भयो हैन। यो टिमुर हाल्नु भयो। त्यस पछाडि गएर मैले सुकेको खोर्सानी, तपाईले अब यो आफ्नो स्वाद अनुसार हाल्न सक्नुहुन्छ है। मैले यो सुकेको खोर्सानी हालेँ। साथीहरु, फाइनली मैले खोर्सानी पनि रेडी गरिसकेँ। अब चाहिँ म जाँदैछु यो फ्राई पिनमा चाहिँ अब यसलाई अब म ड्राई एकपल्ट यसलाई ड्राई गरेपछि बल्ल त्यस पछाडि अनि फेरि अगाडि बढ्दै जान्छ स्टेप। हेर्नु होला, मसला त सबै हालेर देखाइसँगै हेर्नु भयो। अब म यहाँ अहिले आगो लगाएछु। मैले यहाँ यो तात्दैछ, म फ्राई गर्छु। अहिले फ्राई पिन तातिसक्यो। त्यस कारणले अहिले मैले यो सबै चाहिँ अब यहाँ हालेँ। हेर्नुहोस् है, मैले यसलाई चाहिँ अब मजाले भुट्नुहोस् रातो पारेर है। एकदम आँचलाई ठिक्क बनाउनुहोस्। यसलाई चाहिँ मजाले भुट्नुहोस्। अब भुटिन्छ। भुटिसकेपछि साथीहरु, फाइनली अब मैले यो मसलालाई एकदम रातो भयो। अब म यसलाई एकछिन
ठन्डा पार्नेछु किनभनेदेखि मिक्सरमा हालेपछि चाहिँ फेरि तातो हाल्नु भएन। यो हल्का रातो भयो। अब यो चाहिँ मिक्सरमा हालेपछि यसमालाई सजिलो टेस्ट पनि आउँछ फ्राई गरिसकेपछि होइन। त्यसै गरी फ्राई गर्नु होला। फाइनली साथीहरू यो रेडी भयो। अब मैले यहाँ एकछिन यसलाई चिसो बनाउँछु किनभनेदेखि अब यसलाई ग्राइन्डर गर्नुपर्छ। यसलाई हल्का चिसो बनाउँछु, त्यस पछाडि म यसलाई फेरि पिस्नेछु। फाइनली यो एकछिन मैले चिसो बनाएर अब मैले हाल्दैछु ब्लान्डरमा। यसलाई चाहिँ ब्लान्डरमा हालेर यसलाई मसिनो गरेर निकालेपछि यो चाहिँ ब्लान्डरमा हालेँ। अब यसलाई चाहिँ फाइनली मैले अब यसलाई ब्लान्डर गर्दैछु। यो मसिनो भयो। अब मैले यहाँ निकालेँ। यो अघि हालेको मसलाहरू सबै पिसेर यति भयो किनभने अचार मेरो धेरै छ। यसलाई निकालेँ। अब यसको लागि यो मसलाको लागि मैले फेरि फ्राई प्यान बसाएँ। यसलाई चाहिँ अब यहाँ तपाईँले युज गर्न सक्नुहुन्छ तोरीको तेल। एकदम अचारलाई फ्लेभर पनि दिन्छ। अनि यो अमलाको अचार भने भिटामिन पनि पाइन्छ, भिटामिन सी पनि पाइन्छ। अनि किनभने यो तेल मैले धेरै हाल्नुको कारण मेरो अलिक बेसी छ, त्यो अनुसारले हालेको हो। किनभने तपाईँको अमला ठिकै छ भनेदेखि ठिकै हाल्दा हुन्छ, तर मेरो चाहिँ अमला अलिक बेसी हुनाले मैले अब यसलाई यहाँ पकाउने छु यो मसला। अनि अब नुनहरू एकदम आफ्नो स्वाद अनुसार हाल्न सक्नुहुन्छ किनभने मेरो अमला अलिक धेरै छ। मैले चाहिँ घाम गएको बेला लिएर हुनाले अलिक धेरै छ। अब म यसलाई पकाउने छु, यो मसलालाई पकाउने छु। त्यस पछाडि यहाँ हाल्ने छु। धेरै जानुहोस् होला तपाईँहरू, त्यसै गरी पकाउन सक्नुहुनेछ अमलाको अचार। मैले चाहिँ यसमा चाहिँ नुन आफ्नो स्वाद अनुसार यो अमलामै हाल्दिएँ किनभनेदेखि मसलामा त पाकिहाल्छ त्यो मसला। बेसार पनि मैले हालिदिने भएँ किनभने त्यो मसला पाकेपछि यहाँबाट माथिबाट हालिदिने हो। तेल चाहिँ तातिएपछि मैले यो यहाँ हालिदिएँ। यसलाई मजाले रातो बनाएपछि सानो आँचमा तोरीको तेल भएर यस्तो देखाइसकेँ। अब यो मसलालाई चाहिँ मैले पकाएँ। धेरै नडराउनु होला किनभने धेरै डराउनु भयो भने अब यो मसिनो हुन्छ, तितो हुन्छ। फेरि हल्का आँचलाई चाहिँ ठिक्क बनाएर एकछिन भइसकेपछि त्यो तातो तेलमा चाहिँ हालेपछि डढ्छ नि त, त्यही भएर तपाईँले हल्का चलाउने गर्नु। चलाइसकेपछि एकछिनमा यो रेडी भइहाल्छ किनभने धेरै डढाउनु भयो भने कालो हुन्छ। यो फाइनली मसला रेडी भइसकेको छ। अब चाहिँ मैले यसको माथिबाट हालिदिने छु।
यस्तो मजाले, किनभने लागिसक्यो हेर्नुहोस् त, यो धेरै पकाउनु हुँदैन, यो अलरेडी यो मसिनो भइसकेको हुन्छ, त्यस कारणले तपाईँहरूले यस्तो चालले अमलाको अचार बनाउन सक्नुहुन्छ। फाइनली साथीहरू यसरी तपाईँहरूले बनाउन सक्नुहुनेछ। मैले के एड गरेँ थाहा भइहाल्यो। अब लास्टमा चाहिँ मैले यसलाई मिक्स गरिदिन्छु, किनभने अनि यसलाई चाहिँ बट्टामा हालेर तपाईँले मजाले चाहिँ फाइनली यो रेडी भइसकेको छ। यस्तो अचार तपाईँले गिलासमा हालेर राख्नुभयो, बोतलमा हालेर राख्नुभयो, अनि भरे कोही पाहुना आयो भनेदेखि सडनली तपाईँलाई अचार बनाउनै पर्दैन। यो यति टेस्ट हुन्छ। त्यस कारणले साथीहरू यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो, तपाईँहरूले पनि ट्राई गर्नु होला अमलाको बनाउनको लागि, अनि मिठो एउटा कमेन्ट पनि छोडिदिनु होला। मेरो च्यानलमा तपाईँ नयाँ भिजिट गर्नुहुन्छ भनेदेखि मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू सो मच, धन्यवाद, बाई बाई।